हामीहरू लेले मनकामना पिकनिक जाने बेलामा यहाँ के भन्छ अरे यसलाई टिका भैरव आउँदैछ है साथीहरू। तिनीहरू ओर्लिँदै हुनुहुन्छ टिका भैरव मन्दिर जानको लागि। दिदीबहिनीहरू ओर्लिँदै हुनुहुन्छ। तपाईँले मलाई चिन्नुभयो? ल हेर्नुहोस् ल हेर्नु ल सबैजना हामी टिका भैरव मन्दिर दर्शन गर्ने क्रममा यहाँ ओर्लिँदैछौँ। लक्ष्मी दिदी पनि आउनुभयो र हाम्रो मधुजी पनि ओर्लिँदै हुनुहुन्छ। यहाँ हेर्नु सबैजना मनोहरजी, हाम्रो सुदानजी, नरदिप सर, बाटोमा बिहान बिहान बदाम बेच्नु भएको छ बुवाले। व्यापार कतिको हुन्छ? अलिअलि हुन्छ सर। हस् गर्नुपर्छ, व्यापार गरेर खानुपर्छ होइन। बाँच्नु पर्यो नि। धन्यवाद। यहाँ साथीहरू ओर्लिँदै हुनुहुन्छ हेर्नुहोस् त। जाउँ 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 साथीहरू ल सबैजना हेर्नुहोस् हामी टिका भैरव मन्दिर जाँदैछौँ। तपाईँ यहाँ पूजाको सामान पनि लिन सक्नुहुन्छ। हामीहरू टिका भैरवको मेन ठाउँमा आयौँ। हेर्नुहोस् त यहाँ असोज 12 गतेको बाढीले बिगारेको अब यहाँ पुनर्निर्माण हुँदैछ। देश अगाडि बढ्दैछ। हेर्नुहोस् त यहाँको वरिपरिको सेल। यो कुखुरो यहाँ किन हो कामिरे चाहिँ हेर्नु त। यसलाई पनि के गरेर ल्याएको हो। टिका भैरव मन्दिरको दर्शन तपाईँ यहीँबाट भिडियोबाट गर्न सक्नुहुन्छ। टिका भैरव माताले सबैको रक्षा गरून्, सुबुद्धि दिउन्, नेगेटिभ भाइब सबैको हटोस्। हेर्नुहोस् त यहाँ भगवान्को मूर्ति हुने यही हो। हेर्नुहोस् साथीभाइहरू यहाँको दृश्यहरू हेर्नु होला। हेर्नुहोस् हेर्नुहोस् हेर्नु मन्दिर अहिले यहाँ छ। मन्दिर पुनर्निर्माण हुँदैछ। नमस्कार, तपाईँ कहाँबाट आउनुभयो? 7 यहाँ टिका भैरवमा साइक्लिङ गरेर आउनुभयो? तपाईँलाई गाह्रो भएन? कति वर्षदेखि साइक्लिङ गर्नुभयो? तपाईँलाई यो साइकल चढ्न कसले प्रेरित गर्यो त? साइकल ओडाले दिएको? तपाईँ अरू महिला दिदीबहिनीलाई के भन्नुहुन्छ त? हस् धन्यवाद। नमस्कार, तपाईँ त साइक्लिङको गुरु भन्ने सुन्ने हो त? मेरो नाम कमला पुन, म ललितपुर चौधवटाको बाटो आएको। अनि म चाहिँ साइक्लिस्टै हो। म चाहिँ धेरै ठाउँमा गइसकेँ। तपाईँ कति वर्षदेखि साइकल चलाउँदै हुनुहुन्छ? 9 वर्ष भयो मैले चलाउन थालेको। अरू महिलाहरूलाई के भन्नुहुन्छ त? अरू दिदीबहिनीहरूलाई? अरू दिदीबहिनीहरूलाई म सबै उहाँहरू गृहिणी हो, म पनि एउटा गृहिणी नै हो होइन। मान्छेहरू के भन्छन् भने मलाई भ्याउँदैन होइन, एक्सर्साइज गर्नुपर्छ। तपाईँ साइकलै चलाएर यहाँ टाढा जानुपर्छ भन्ने छैन। 24 घन्टामा 1 घन्टा आफ्नो लागि टाइम दिनु होइन। किनभने तपाईँले जबसम्म तपाईँले आफूलाई माया गर्नु हुँदैन नि, अरूबाट कसरी एक्सपेक्ट गर्नुहुन्छ त? मेरो बुढाले मलाई माया गरेन, मेरो छोराछोरीले मलाई हेरेन भनेर कसरी हो कि होइन? 24 घन्टामा तपाईँले आफूलाई 1 घन्टा चाहिँ टाइम दिनु पऱ्यो क्या। हस् थ्याङ्क यू, ओके गुड लक। म चाहिँ लेलेको मनकामना स्पोर्टबाट देखेको जङ्गलको प्राकृतिक दृश्य हेर्नुहोस् त कति राम्रो जङ्गल छ। तपाईँहरू पनि यहाँ पिकनिकमा आउन सक्नुहुन्छ। यो आउनै पर्ने ठाउँ रहेछ एकपटक। हामी आउँदा आँगन पार्टी प्यालेसको क्याटरिङ हेर्नुहोस् त सुरु भइसकेको रहेछ। यहाँ साथीभाइहरू चिया खाँदै हुनुहुन्छ। यो माथि देखेको मन्दिर छ नि फुलचोकी मन्दिर हो। यहाँबाट तपाईँ फुलचोकीको आमा भनिन्छ जस्तो लाग्छ। यहाँबाट तपाईँ फुलचोकी मन्दिर पनि जान सक्नुहुन्छ। पूर्व विद्यार्थी समूह 2038 एसएलसी महेन्द्र आदर्श माध्यमिक विद्यालयको टोली आइपुगेको छ है। यहाँ हाम्रो नरदीप सर चाहिँ फिटनेस गर्दै हुनुहुन्छ। भाइ साथीहरू चिया पनि लिँदै हुनुहुन्छ। हेर्नुहोस् त यो पिकनिक स्पोट कति राम्रो छ। साथीहरू चिया लिँदै हुनुहुन्छ। यहाँ हेर्नुहोस् यो बोको कराइरहेको छ। यो बोकोलाई किन ल्याएको होला पिकनिक स्पोट बुझौँ है। ललितपुरको लेलेको मनकामनामा दर्शन गर्न भक्तजनहरूको ठुलो लाइन देखिन्छ। हेर्नुहोस् है ललितपुरको लेलेको मनकामना यो हेर्नुहोस् है। यो मनकामना मन्दिरमा भगवान्को दर्शन पनि गर्ने र पिकनिक पनि गर्ने एक काम दुई पन्थ हुन्छ है। तपाईँहरू पनि आउनुहोस्। यहाँ भक्तजनहरू लाइन बसिरहनु भएको छ। हेर्नुहोस् धेरै लामो देखिन्छ। गोर्खाको मनकामना जस्तै ललितपुरको यो लेलेको मनकामना पनि एकदम ख्याति प्राप्त हुन गइरहेछ बिस्तारै बिस्तारै। तपाईँ कहाँबाट आउनुभयो? म नयाँ बानेश्वरबाट आएको। तपाईँलाई यो मन्दिर यहाँ छ भन्ने थाहा थियो? थाहा त थियो तर आएको थिएन। अब अहिले आउन पाइयो। पहिलोपटक स्कुलको साथीहरूसँग पिकनिकको न्युले दर्शन गर्न पनि पाइयो। पहिलोपटक? पहिलोपटक। हस् धन्यवाद। नमस्कार, नमस्कार। कहाँबाट आउनुभयो? बढीखेल। हजुर बढीखेल। यही नजिकबाट?
तपाईँ कहाँ आउनुभयो थाहा छ? मनोकामना कहाँको मनोकामना? लेले ए तपाईँ पिकनिक आउनुभयो कि दर्शन गर्न मात्रै आउनुभयो? पिकनिकै आएको पिकनिक पनि दर्शन पनि। दर्शन पनि गर्न ल गुड लक। हाम्रो हिमाडलबाट पनि साथीभाइ आउनु भएको छ। तपाईँलाई कस्तो अनुभव भइरहेछ त? एकदम रमाइलो राम्रो रमाइलो नै होला। अब भर्खर आइपुगिया छौँ के अरे होइन। हामी महेन्द्र आदर्श विद्यार्थी पूर्व विद्यार्थी 38 सालको समूहको साथीहरू आज पिकनिकको लागि हामी आएका छौँ। अब यो मन्दिर दर्शन गर्नको लागि अहिले मनोकामना मन्दिर लेले मनोकामना मन्दिर अब यो मन्दिर दर्शन गर्नको लागि लाइनमा बसिरहेका छौँ। हस् धन्यवाद। यहाँको बाहिरको प्राकृतिक दृश्य हेर्नुहोस् है, कति राम्रो देखिरहेछ, हरियाली रमाइलो। यहाँ भक्तजनहरूको पनि ठुलो चहलपहल छ। यहाँ दर्शन गर्ने साथै पिकनिक पनि रमाउने कार्यक्रम छ सबैको। साथीहरू घाम ताप्दै हुनुहुन्छ। यहाँ सबैजनाहरू फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने। पिकनिक भनेको यही रहेछ नि त। नमस्कार। नमस्कार। तपाईँ कहाँबाट आउनुभयो? हामी काठमाडौँबाट बागेश्वर। तपाईँ दर्शन गर्न मात्रै आउनुभयो हो कि पिकनिकको लागि आउनुभयो? हामी पिकनिक पनि दर्शन पनि रमाइलो गर्न। अनि तपाईँ समूहबाट कुनै सङ्घ संस्था हामी स्कुल? समूहबाट आएको। ए हस् ल, इन्जोय गर्नु होला। गुड लक। यहाँ हेर्नुहोस्, पिकनिक गर्ने भनेको दर्शन गर्ने भनेकै पनि फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने रहेछ नि त, होइन? हजुर नमस्कार। हजुर नमस्ते। हजुरहरू कहाँबाट आउनुभयो? हामी अनि तपाईँ कहाँ आएको थाहा छ? लेले हामी आयौँ सारा र केले दाजुको टिकटक भाइरल तपाईँहरू चाहिँ हामी तपाईँ दर्शन गर्न आउनुभयो कि पिकनिकको लागि आउनुभयो? हामी रमाइलो गर्नको लागि आएको। एक काम दुई पन्थ। हजुर ल इन्जोय गर्नु होला। गुड लक। मनोकामना मन्दिरबाट देखिएको यो हरियाली प्राकृतिक दृश्य हेर्नुहोस् त, कति रमाइलो छ। नमस्कार। आज हामी हिमाडलमा रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयको 2038को एसएलसी ब्याचको साथीहरूको लेले मनोकामनामा वनभोज कार्यक्रममा आएको छ। यो पहिलो पटक हो। म चाहिँ नि महेन्द्र आदर्श स्कुलमा कक्षा 4 कक्षासम्म पढेको। त्यहाँ 4 कक्षा पास भएर 5 कक्षा चाहिँ नि ललितपुरको गोदरीमा रहेको किटिनी माध्यमिक विद्यालयमा पढेको। त्यहाँबाट एसएलसी दिएर म घर आएको। त्यसकारण म चाहिँ दुईवटा ग्रुपमा छु। त्यसकारण म दुवै ग्रुपको साथीलाई के भन्छु भने वर्षको एकचोटि केही न केही पिकनिक पनि गरौँ, साथीभाइ भेटघाट गरौँ, नवीकरण गरौँ भन्दै इन्जोय पनि लिनु भनेर म सबैमा हार्दिक अनुरोध गर्दछु। र मैले खिचेको भिडियो राम्रोसँग हेर्नु होला। हस् धन्यवाद। नमस्कार। यहाँ हाम्रो अब भन्नुपर्दा दिदी, स्कुलमा पढ्दा साथीहरू हेर्नु त, हेर्नुहोस्। नमस्कार। हेर्नुहोस् आजको ब्रेकफास्ट यो चाहिँ नि टोफु ससेज, यो भटासको ससेज हो। यो चना ग्रेभी, यो चाहिँ नि जाम पाउडी है। ल सबैजना लिनु होला। हजुर यहाँ सबैजना बिहानको पहिला ब्रेकफास्ट लिँदै हुनुहुन्छ। हेर्नुहोस् है, हाम्रो ब्रेकफास्ट एकदम 100% भेजिटेरियन। बिहानको हाम्रो ब्रेकफास्ट के छ हेरौँ है त। ब्रेकफास्टमा यहाँ मनोहरजी आफै 100% भेजिटेरियन। तपाईँलाई आजको यो आँगन पार्टी प्यासको क्याटरिङको बिहानको ब्रेकफास्ट कस्तो लाग्यो? अति उत्तम। किनभने एक त प्योर भेजिटेरियन छ, अर्को यो जङ्गल र जङ्गलको बिच, डाँडाको बिचमा आएर यो नौलो अनुभव भइरहेछ र खाना पनि एकदम टेस्टी। हाम्रो यो कार्यक्रम वर्षपछि सधैँ यस्तो भइरहेछ हाम्रो साथीहरू, भइरहेछ। खाना पनि यस्तै नै भइरहोस्। यो एकदम नपिरो मजाको छ कि एकदम टेस्टी छ। ओके थ्याङ्क यू। यहाँ साथीहरू लिँदै हुनुहुन्छ। मन्दिरजी ब्रेकफास्ट कस्तो लाग्यो त? खाँदै बोल्दै। यो ब्रेकफास्टको बारेमा सर्वप्रथम त म आँगन पार्टी प्यालेस यसको ओनर चाहिँ किशोरजीलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो आँगन पार्टी प्यालेसको आजको दिन मात्र होइन, यो मैले धेरै अगाडिदेखि पनि यो आँगनलाई हेरिरहेको हो र यसको खाना टेस्ट र एकदम राम्रो र यसको सबै कुराहरू राम्रो भएको हुनाले विशेष अहिले पनि धन्यवाद दिन चाहन्छु। र अझ विशेष धन्यवाद त यो कार्यक्रम यो टिका लेलेको मनोकामना मन्दिरको उसमा चाहिँ स्पटमा चाहिँ यो आयोजना गरी राखेको हुनाले सम्पूर्ण आयोजक टिमलाई पनि धन्यवाद दिनु। हस् धन्यवाद। यहाँ दिदीबहिनीहरू पनि बिहानको पिकनिकको बिहानको पहिला ब्रेकफास्ट खानुहुन्छ। तपाईँलाई आजको ब्रेकफास्ट कस्तो लाग्यो? एकदम मिठो छ। त्यो त हाम्रो आज शुद्ध 100% भेजिटेरियन। ठिक छ नि?
हामीहरू लेलेको फुलचोकी मन्दिर आइपुग्यौँ। यो फुलचोकीको आमा पनि भनिन्छ यसलाई। ल हेर्नुहोस् फुलचोकी माताको दर्शन तपाईँ यहीँबाट गर्न सक्नुहुनेछ। फुलचोकी माताको मन्दिर हेर्नुहोस् है, लेलेमा रहेको है। यो मेन मन्दिर त यहाँबाट धेरै माथि छ, तपाईँहरू जानु सक्नुहुन्छ। को जाने होला हिँडौँ है फुलचोकी माताको दर्शन गर्न। तपाईँहरू यही बाटो माथि फुलचोकी हाइटसम्म पुग्न सक्नुहुनेछ। लेलेको मनकामनाको पिकनिक स्पटबाट देखेको यो हेर्नुहोस् है, लेलेको बजार हो, कति राम्रो देखिरहेछ। यहाँ सबैजना ओर्लिँदै हुनुहुन्छ, उक्लिँदै हुनुहुन्छ। पिकनिक स्पट आउने भनेकै फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने कार्यक्रम धेरै देखियो आज यहाँ। आज पिकनिकमा को आउनुमा चाहिँ आफै चिन्नु छ है, हेर्नुहोस् है। ल तपाईँले भिडियोबाट चिन्नुहुन्छ। हेर्नुहोस् 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 को हुनुहुन्छ। आज दिउँसोको खाजा चिउरा पुलाउ, पोटाटो स्टिक, पापड, बदाम साँधेको, ग्रिन चटपटा, मिक्स अचार, फलफुल काटेको। आजको हाम्रो दिउँसोको खाजा भर्खर सुरु हुँदैछ। मनकामना ललितपुरको लेलेमा यहाँ दिदीहरू हाल्दै हुनुहुन्छ। साथीहरू दिउँसोको खाजा लिँदै हुनुहुन्छ। हाम्रो मनोहरजी पनि अलिक ढिलै आइपुग्नु भयो आज। हाम्रो पिकनिकको दिउँसोको आज खाजा हेर्नु के छ हेर्नु है, आफै हेर्नु होला के छ यहाँलाई। हेर्नुहोस् है सबै, हजुर पानी हो। यहाँ सबै दिदीबहिनीहरू दिउँसोको खाजा लिँदै हुनुहुन्छ। यहाँ लिएको चिसो हावामा। यहाँ म्युजिकल चेयर हुँदैछ, हेर्नुहोस् है, म्युजिकल चेयरको गेम हुँदैछ। म्युजिकल चेयर साथीहरू, यहाँ म्युजिकल चेयर हुँदैछ, साथीहरू घुम्दै हुनुहुन्छ। आज हाम्रो श्री महेन्द्र आदर्श माध्यमिक विद्यालय महालक्ष्मी नगरपालिकाको यो पूर्व विद्यार्थी समूह 2038 को चाहिँ वनभोज कार्यक्रम आयोजना भइरहेको छ। यस वनभोज कार्यक्रममा म्युजिकल चेयरको एउटा इभेन्ट्स पनि हामीले गरेका थियौँ र विगतमा हाम्रा साथीभाइहरू स्कुल पढ्दाखेरिको हाम्रो एक आपसका तिता मिठा कुराहरू साटासाट गरेर ईश्वर केसी हुनुहुन्छ। यसै गरी सेकेन्ड हुनेमा चाहिँ आदरणीय दिदी ललिता केसी हुनुहुन्छ र थर्ड हुनेमा चाहिँ आदरणीय दिदी लक्ष्मी थापाजी हुनुहुन्छ। र म्युजिकल चेयरमा प्रथम भने ईश्वर केसीलाई हाम्रो स्कुलको ग्रुपबाट पुरस्कार हेर्नुहोस् मायाको चिनो। हाम्रो दोस्रो हुने दिदीलाई यहाँ मायाको चिनो प्रदान गरिँदैछ। बधाई छ। हाम्रो लक्ष्मी दिदीलाई पनि पुरस्कार प्रदान गरियो। ल रमर्स टुडा है, आयो 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 ल आयो भेटो यहाँ चाहिँ। ल हेर्नुहोस् है, हेर्नुहोस् है। ल कता जानुभयो है, कता जानुभयो। ल रत्नजी आउनुभयो। ल रत्नजी, ल हेर्नुहोस् है, हेर्नुहोस् है, हेर्नुहोस् सहभागी कहाँ पुगेको हुनुहुन्छ है। हेर्नुहोस् है, हेर्नुहोस् है, हेर्नुहोस् है, हेर्नुहोस् है, हेर्नुहोस् है, हेर्नुहोस् है, हेरौँ है, हेरौँ है, हेरौँ है, हेरौँ है, हेरौँ है, हेरौँ है। ए अब नर्दीप आउँदैछ है, नर्दीप हेरौँ है, नर्दीप लम्के हेरौँ है। ल सुदानजी आउनुभयो, सुदानजी। ल हेरौँ है, हेरौँ है, हेरौँ। गुड गुड गुड। सुदानजी आउँदै हुनुहुन्छ, आउँदै हुनुहुन्छ, आउँदै हुनुहुन्छ। यहाँ भेटो यहाँ छ है। ल हेरौँ, ल हेरौँ, हेरौँ, ल हेरौँ, ल हेरौँ, ल हेरौँ, ल हेरौँ। अझ आऊ, अझ आऊ। त्यसरी पाइँदैन, त्यसरी पाइँदैन, त्यो घुमाउनु पाइँदैन, घुमाउनु पाइँदैन, घुमाउनु पाइँदैन। हानु हानु हानु, कहाँ छोड्या, कस्तो नजिक आइसक्यो मान्छेहरू। ल सन्तोषजी आउनुभयो, सन्तोषजी आउनुभयो, 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 सन्तोषजी आउनुभयो, आउनुभयो, सन्तोषजी आउनुभयो, आउनुभयो। त्यसरी पाइँदैन, त्यसरी पाइँदैन, त्यो
त्यो पाइँदैन घुमाउनु पाइँदैन कहाँ पाइन्छ त्यसरी कहाँ पाइन्छ त्यसरी घुमाउन कहाँ पाइन्छ त्यसरी कहाँ पाइँदैन त्यो हान्नुपर्छ त्यो हुँदैन त्यो ल रतिजी आउनुभयो ल आउनुभयो अगाडि आउनुभयो फुट्यो ल लाग्यो ल हेर्नुहोस् हाँडी फुटाइ कार्यक्रममा प्रथम हुनुभएको है उहाँलाई पुरस्कार प्रदान गरियो रतिजीलाई ल हाम्रो साँझको खाना सुरु हुँदैछ अब डिनर हेर्नुहोस् साथीहरू हाल्दै हुनुहुन्छ हो